नेपालमा बढ्दै कोरोना संक्रमण पछिल्लो एक सातामै 30 संक्रमित थपिए। मौसम परिवर्तन भएसँगै पछिल्लो समयमा कोरोना भाइरसका लक्षण भएका बिरामीको संख्या बढ्न थालेको छ। मौसम परिवर्तनसँगै अहिले रुगाखोकी, ज्वरो, फ्लू जस्ता संक्रमण देखिन थालेको एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नेपाल भारत सीमाको कञ्चनपुरमा भारतबाट आउनेमा संक्रमण देखिएको जनाएको छ। सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस 17 यता देशभर 160 जनामा कोरोना भाइरसको संक्रमण देखिएको र पछिल्लो एक सातामा मात्रै 30 जना र पछिल्लो 24 घण्टामा 5 जनामा कोरोना संक्रमण देखिँदा सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा 129, सुदूरपश्चिम प्रदेशमा 17, मध्य प्रदेशमा 5, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा 3 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न काम वा भ्रमणका लागि भारत पुगेर नेपाल फर्किएका नेपाली नागरिकमा कोरोना संक्रमण देखिएसँगै महाशाखाले संक्रमित भेटिएका ठाउँमा एन्टिजेन किट पठाइसकेको र कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै थप एन्टिजेन खरिद गर्ने प्रक्रिया पनि अगाडि बढाएको जनाएको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेकाले आवश्यक सतर्कता अपनाइएको महाशाखाले जनाएको छ।